हेलो एभ्रिवान, यहाँ अहिले चाहिँ हामी आएको छौँ लालबाग र लालबागमा घुम्दैछौँ हामी सबैजना। दिदीहरू चाहिँ यता हुनुहुन्छ, म चाहिँ यता गार्डन घुम्दैछु। फुलहरू यस्तो दामी दामी फुलेको रहेछ। कुसङलाई चाहिँ गरम भयो अरे, आइसक्रिम किनी माग्दैछ। आइसक्रिम खाने? बिमार भयो भने नि त घुम्नु जाँदैनौ? घरमै बस्छौ अन्त? म पनि त यहाँ सर्दी लागिरहेछ मलाई पनि हो। यहाँ न के रहेछ हौ? बन्नीहरूको रहेछ, बन्नी। त्यहाँदेखि के हो यो जेब्रा पिगहरूको स्ट्याचु रहेछ हो। यो फुलहरू कस्तो दामी फुलेको, मजाको रहेछ हो। अब आइसक्रिम देखिहालेछ उसले चाहिँ हो, आइसक्रिम मलाई बेच्ने उयो रहेछ कि देखिहालेछ। अब आइसक्रिम खान्छु भन्नु थालिहाल्यो। आउँदैछु। आइसक्रिम वाला त छैन रहेछ, फ्रुट खाऊ भनेको होइन अरे, सेक खानेछ। लिन आऊ, भयो छोडिरहेको थियो हामीलाई, छिटो न हिँड न। पापाहरू कहाँ पुगिसक्नु भयो होला हौ। हामी चाहिँ एउटै पोइन्टमा घुमिरहनु के हो, अलिक पर पनि जानुपर्छ। हिँड चाहिँ छिटो। शीतल पनि भयो हौ अहिले चाहिँ। यस्तो हुँदैछ, टर्निङ एन्ड ट्विस्टिङ हुँदैछ। टर्निङ एन्ड ट्विस्टिङ बनाऊ न अन्त। यता चाहिँ ग्लास हाउस रहेछ। फोटो खिचाइ हुँदैछ धमाधम। शीतलमा बस्नु मन लाग्यो है। शीतलमा हेर्नु न, यता चाहिँ ग्लास हाउस रहेछ। ग्लास हाउस रहेछ यता। ग्लास हाउसदेखिको चाहिँ यता चाहिँ झिल छ अरे। त्यहाँबाट ढुङ्गा, ठुलो ढुङ्गा पनि छ भन्दै थियो। अब हामी चाहिँ त्यता साइड जाँदैछौँ। यता चाहिँ शीतल छ, आज त दिन पनि शीतल भइरहेछ। ठिक्कैको घुम्ने लायकको मौसम भइरहेको छ अहिले चाहिँ। त्यहाँभित्र के बेच्नेहरू पनि बस्दो रहेछ। फ्रुट चाटहरू भयो, आइसक्रिमहरू भयो, यहाँ बदामहरू बेच्नेहरू, स्टलहरू, सानो सानो स्टलहरू पनि रहेछ भित्रतिर। कुन चाहिँ साइड अरे? यतै अरे जानुपर्ने। अब के भन्दैछ भाइले चाहिँ? यो अब चाहिँ हामी आइपुग्यौँ है झिल। झिल त यहाँनिर रहेछ। ग्लास हाउसदेखिको अलिकति हिँड्नु पर्दो रहेछ, आइहाल्दो रहेछ, आइपुगिहाल्दो रहेछ। शीतल हावा आएको हो यहाँनिर।
फुलहरू हेर्नु न कस्तो राम्रो फुलेको कलरको त्यो चेरी ब्लोजम झन् के दामी है पिङ्कमा है पर रुखमा हेर्नुभयो कस्तो दामी फुलिरहेको थियो यो चाहिँ के फुल भन्छ हौ है प्लास्टिकको जस्तो रहेछ सर्दीले साह्रो पारेर केही छैन सबैजनालाई हाक्छिङ गर्दै भए पनि डुल्नु चाहिँ छोडेको छौँ हामी चाहिँ घुमेको छ फ्रुट चाट खाने अरे शीतल हावा आउँदो रहेछ यहाँनिर मकैहरू पनि पाउँदो रहेछ यो पोलेको मकैहरू लु ढुङ्गा चाहिँ यहाँ रहेछ अब चाहिँ हामी ढुङ्गा भएकोमा ए मेटेरोइड भन्छ यसलाई यहाँ आइपुग्यौँ है हामी चाहिँ अब शीतल भयो त उयो पनि बस्नुपर्छ एकछिन हामी त ढुङ्गा भन्छौँ है अब यिनीहरूले चाहिँ के भन्छ घरि मेटेरोइड अरे घरि के अरे मन्दिर पनि रहेछ माथि टुप्पोमा चाहिँ यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ तल आउँदैछ अरू चाहिँ आमा फोटो खिच्न पोज बस्यो दिगहरू फेरि उसले चाहिँ म त माथि जानु मन लाग्यो टुप्पोमा यहाँ खाली रहेछ त यहाँ बसौँ न यहाँ रहेछ खाली है शीतलमा ए घुम्यो भने त घुमिन सक्नु रहेछ परतिर पनि है कस्तो ठुलो एरिया रहेछ नि त अन्त आज त्यो दिन पनि राम्रो भइरहेछ शीतल मौसम पनि एकदमै हामीलाई सपोर्ट गरिरहेछ मौसम वेदरले पनि शीतलै छ घुम्नु लायकको भइरहेछ दिन पनि